साथीहरु हाम्रोमा चाहिँ यो धनिया पाकेछ। अब यो धनिया टिप्छु। हेलो गुड मर्निङ सेवारो नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। अनि तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा राख्दै म पनि सन्चै छु। अनि सधैँ झै आज शनिबार मेरो ड्युटी हुनेछ साथी, हेर्दै गर्नु होला। अब चाहिँ म रातो माटो धोर्नु पर्यो पहिला। ल त्यो चुइन्छ पो त खत्तम भइरहेछ। यहाँ चाहिँ पहिला जातो थियो अरे, अनि उखालेर लगेपछि चाहिँ यस्तो भन्ने गरे। यस्तो छ, हप्तामा एकचोटि लिप्ने गर्छु। यता माथिदेखि यहाँ सिँढी छ, सिँढीदेखि सट्ट मैले चाहिँ घर पनि लिपिसकाएँ। अब चिया बनाएर खाने। हेलो भाइ बहिनीहरु, हेलो गुड मर्निङ। के खाएको? चिया खाएको। अनि अब के गर्ने? आज के बार हो? शनिबार। अनि अब शनिबार के गर्ने? साथीहरु म चाहिँ चिया खान आँटेको। चिया खाएको मगहरू चाहिँ जहिले पनि मेरो छोरीले धुन्छ। आज पनि मेरो छोरीले अब धुन लानु आँटेको छ। मेरो छोरी बाठी हैन, मेरो छोरी बाठी हैन। ल अब चाहिँ म लुगा धुनुतर्फ लागेँ। अनि केटाकेटी नुहाइदिनु पर्नेछ, लुगा धुन्छु। हेर्दै गर्नु होला। लुगा टन्नै धुएँ, यत्रो लुगा पनि धुएँ। यहाँदेखि परसम्म। अनि नानीहरू सबैलाई नुहाइदिइसकेँ। अनि अब चाहिँ म यहाँ तल पिँडालुहरू सार्नु पर्नेछ, त्यो पिँडालु सार्नु जान्छु। हेर्दै गर्नुला साथीहरु हाम्रोमा चाहिँ यो धनिया पाकेछ। अब यो धनिया टिप्छु। अनि खनेर यहाँनिर सार्नु पर्नेछ।
चप्पल नलगाऊ भने काँटीहरू सर्वा छ कि भन्ने डर पनि छ। कत्रो हुँदो पनि मेरो मम्मीले रोप्नु हुने अरे। यहाँ तर मामालाई पनि अरे सुँगुर चारो दिँदै हुनुहुन्छ। यता चाहिँ मेरो हुनुहुन्छ। मामा चाहिँ सुँगुरलाई चारो दिने अरे, मम्मी चाहिँ उयो रोप्ने अरे। मैले चाहिँ यस्तै रोपेँ। यहाँ पनि यो सबै यस्तै थियो, यस्तै जङ्गल थियो। के बाँझो राख्नु भनेर यसलाई खनेर रोपेको छु। पिँडालु लङ्के भन्छ यसलाई, लङ्के पिँडालु रोपेको छु। यहाँ पनि रोपेको छु अनि यहाँ तल पनि रोपेको छु। अलिअलि रोपेँ अनि यहाँ यति रोपेँ। यहाँ तल यता पर सबै रोपेको छु। पर सबै रोपेँ। जो बर्खामा चारो हुन्छ त्यही भएर रोपेको। अब बेलुका पनि भयो, 5 बज्यो। अब आगो फुक्छु अनि खानाहरू बनाउनु पर्ने छ, बनाउँछु। केटाकेटीहरूलाई पढ्नु लगाइराखेको छु। अब आज चाहिँ मेरो बुढो खेतला जानु भएको छ काममा। अहिले गलेर आउनुहुन्छ अनि खानाहरू तयार बनाइराख्नु पर्यो।
खाना बसाएँ। अब सुँगुरलाई चारो दिन्छु अनि दाल केलाउनु पर्ने छ, दाल केलाउँछु। पातले सिस्नु नै खाँदैछौँ। 2-3 छाक भयो, आजसँग 3 छाक हुन्छ। पातले सिस्नु नै खाने दाल चाहिँ। ल अब म चाहिँ चारो पनि दिन्छु सुँगुरलाई। अनि चारै यो मिसाउने नभएर हो कि क्या, मजाले खाँदैन नि। साथीहरू बुढीले चारो दिएको अरे। अब सुरुमा खानेले त पानी मात्रै खाने हो नि त। चक्टा पनि हुन्छ, घोलेर पो दिनु। नारायण कस्तो गर्ने नि, यो चाहिँ लगाएको यो साह्रै हल्ला गर्छ अरे यता राखिदिएको। यो हिलो खाने भयो यसले। यो चाहिँ अलिक कम हल्ला गर्छ। हल्ला गऱ्यो भने कुटै खाइन्छ भन्ने छ यसलाई। हल्ला गर्दैन यो, पर्दैन। यसलाई झोल भएन नि त, म भन्दैछु त। कति रुपियाँ? 100। 35 केजी। अनि अस्ति 150 किलो एउटा। 38 केजी छ नि। यसलाई झोल दिन। यो यसरी चारो हालिदिएपछि टाउकोमा चाहिँ किन हालिदिनु भन्ने हो क्या मेरो। अनि हेर न, कहाँ हाल्दै हुन्छ त्यही आएर 4 दिन जान्दैन साथीहरू बुढी। यो चारो खुवाइ कस्तो छ त? जस्तै चारो पनि ड्याम कराउने अलिकति बाँध्न राम्रो। यो 3टा सँगैको हो, तर यो चाहिँ माउ। अनि यहाँ चाहिँ एउटा, यो चाहिँ त्यति मिठासी छ कि यो त्यति बढेन। यो यस्तो छ साथीहरू। ल हामी चाहिँ खाना पनि खाइसक्यौँ, अब सुत्ने। आजलाई भिडियो यति नै साथीहरू। जाँदा जाँदा मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब, कमेन्ट, सेयर, लाइक पनि गरिदिनु होला। बाई साथी।